I love you, Rubinji. I love you so much. हर कुरा मजाक लाग्छ है मेरो कुरा तपाईलाई विश्वासै लाग्दैन कहिले पनि मेरो माया तपाईलाई मजाक लाग्छ यति चोखो माया गर्ने मान्छे यो संसारमा नै दुनियाँमा कोही पनि छैन तपाईलाई त्यति माया गर्छु म सब कुरा मजाक लाग्छ मजाक तपाईँ पछुताउनु हुनेछ बुझ्नुभयो मायाको फिलिङमा हुन्छ एक्टिङ सक्यो के सक्यो के एक्टिङ I love you Rubinji I love you यदि तपाईँलाई पाइनँ भने म त्यो फेवातालमा आम पारेर मरिदिन्छु मेरो ज्यान पारिदिन्छु रबिनजी मेरो माया स्वीकार्नुहोस् मलाई स्वीकार्नुहोस् म तपाईँकी बन्न चाहन्छु यो जुनीमा अर्को 7 जुनीमासम्म तपाईँलाई साथ दिन चाहन्छु तपाईँको हुन चाहन्छु प्लिज अरे स्क्रिप्टमा थिएन यार एक्टिङ सक्यो के एक्टिङ भन्ने कुरा के त्यतिकै हुन्छ 2 मिनेट हुन्छ आधी घण्टा लाग्छ एक्टिङ अघि चिच्चाएर आई लभ यु भन्दा त मा यस्तो झनन तारा बजेको दिमागमा यार तेरा साँच्चै महिला हो कि जस्तो यार ओइ च्यावली अघि यस्तो चिच्चाएर आई लभ भने म कस्तो दिमागको तारा बजेको केटा यार आज त किन मक्क परेको छ ए मेरा बा च्यावलले भोलि फरीमा कुद्ने भयो भोलि मेरो यो हर चल्दैन होला श्रीमतीले हान्छ होला तर बवाल हेर च्यावली यस्तो राम्रो गर्ने बिचरा आँखा दुख्छ कम बोल्छ आँखा त हेर्नै हुँदैन एकछिन अघि यस्तो आई लभ यु भने फेरि सुन्न चाहन्छु म आई लभ यु यो घर पुरै थोक्यो धारा बिग्रला है ढोका नि लाथेन कि फेरि आँखा पोल्ने भने जानुहुन्छ भने ढोके लाथेन पुरै खाली पेट गाँजो नखाऊ भनेको नि मैले खाली पेट गाँजो नखाऊ भनेको होइन यस्तो आँखा पोल्दैन यो बिसले त अहिलेसम्मको बेस्ट पर्फर्मेन्स लाग्यो साँच्चै यति तर सुरुमा हाँसो गरे पनि लास्टमा त यस्तो बवाल तरिकाले भन्यो नि म त एक्टिङ सक्यो भन्छु यार झन् एक्टिङ गर्छ यार कति छ भन्ने कुरा अनि तपाईँ चाहिँ के स्टप गर्ने सुन्नु न चुप्पा लागेर एकछिन पनि सुन्न सक्नुहुन्न अनि हामीलाई सुत्न परेन दिनको 6 बजीसम्म लागिपछि हामी सुत्न परेन मान्छे फिल्ममा आइरहेको छ कति कुरा भन्नु छ कट भने त्यतिकै साँच्चै सुरुमा त नाटक लगाउनु पछि त फिल्ममा गई कि यार रियलमा डुबी कि यार यतिसम्म त अङ्ग्रेजी पनि जान्नु न हौ आउनुपर्छ कि एक्टिङको लागि तर छड्के टु फिल्ममा तिम भगवा स्योर फिल्म हिट हुन्थ्यो यार लास्ट गेम खेल्ने हो वान गेम भन्छ नि सपोर्टै गर्दैनन् अब सपोर्ट पनि गइसक्नु भयो होला सपोर्ट गर्ने साथी पनि ल आए पनि गरौँ न त ल ठिक छ त के हो पनिसमेन्ट हजुर केटा के हो पनिसमेन्ट यस्तो टप दिन्छु अब त पनिसमेन्ट अब त भन्नु त ल यसरी नि मैले जस्तो रुएर मलाई प्रपोज गर्ने म तपाईलाई भाउ दिन्न यही सेम यो एउटा जुङ्गा काट्ने एउटा परेला खुर्किने लु यही मात्रै हुन्छ ल ए पर्ला जुङ्गा एउटै भयो 3टा हो नि त त्यो परेला छुट्यो जुङ्गा छुट्यो अर्को छुट्यो ओह माय गॉड मतलब ल एउटा जुङ्गा काट्ने भयो एउटा के अरे कुर्ता लाएर छातीहरू लाएर कुर्ता सुरुवाल लाएर नाच्ने छाती लाएर मतलब कुर्ता सुरुवाल लाएर केटी बनिने भन्नु खोजेको केटी बन्न त हामी थाइल्यान्ड जानुपर्छ होइन नेपालमा पनि केटी बन्न पाइन्छ र कुर्ता सुरुवाल लाउनु न केटीको कपाल लाउनु कुर्ता सुरुवाल लाउनु त्यसपछि छाती यस्तो पोल्छ बाफ रे बाफ आँखै हेर्नु हुँदैन 1 घण्टासम्म
केटा अब के दिउँ गाइस फेरि एक दिन चाहिँ बल्ल खान्छ नि अब दुईजना मान्छेलाई फोन गरेर प्र्याङ्क गर्ने मेरो बिहा छ है भन्दै ओके ओके दोस्रो पर्मिसन तिम्रो मेरो एआई भिडियो प्रोफाइल बनाऊ ओके तेस्रो पर्मिसन के दिनु तेस्रो गाइस पानीवाला रातभरि मुत्न हिँड्छ केटा तिमी पनि आइब्रो आई भिडियो अनि आइब्रो अनि अर्को अडियो गरे पनि लाउड स्पिकर सुन पर्यो फोन गरेर हाम्रो बिहाको प्राङ्क हाम्रो यस्तो यस्तो छ भनेर प्राङ्क यस्तो यस्तो साथीलाई फोन गरेर हेर्न यस्तो यस्तोमा आइज न काठमाडौँको यस्तो ठाउँमा आइज न हेर्न यार हिजो बोयफ्रेन्डसँग डेटिङ गएको त झुक्केर पेटमा बच्चा बसेछ नै मतलब एउटा प्राङ्क रमाइलोको लागि प्राङ्क है दुईजनालाई फोन गरेर ला के थाहा झुक्केर आउन सक्छ केटा सबैजनाले सपोर्ट गरौँ न ल प्लिज ल लास्ट गेम है अब चाहिँ नखेल्ने अब लास्ट क्या वाले आग लगाती भाई आग लगा दी मोटरमा एक्टिंग के माहौल में तो वाह भाई कहाँ से पैदा हो गई थी इतना अच्छा एक्टिंग हाँ अगर फिल्म खेलनी होती तो मतलब सुपर हिट होता टुकुर टुकुर हमरा थोड़ा कहा देख रहे तू फिल्म खेलो अच्छा खासा चेहरा है भाई फिल्म खेलो भाई क्या बोलते हो मोटरमा गाइस लेट्स गो 22 कम ऑन बोल्दा बोल्दा गुनिसिसक्यो यार जाम्दका हामी अन्तिममा छौ गाइस अब लास्ट पनि छ ओले पक्का पनि दुईजना मान्छेलाई फोन गरेर प्राङ्क गर्छ गाइस तँ हेर्नु छ भन्टपल्ट पेल्नु पिपल सब पुष्टि लगा भाइ जाऊ कम ऑन फेरि मलाई सपोर्ट आएन सपोर्ट दिनु मैले त म बाँच्न बिचारा सपोर्ट दिनु मैं मर गया रे सपोर्ट दिनु हाल बेनाजु सपोर्ट दिनुहोस् प्लिज म चाहिँ रोइदिन्छु सपोर्ट दिनु भएन तेरी म्याटर अघि त राम्रो अच्छा खासा एक्टिङ गरेर त अलिक के भयो थुतुनी किन यस्तो कुच्चेको पति लास्ट यार हट बे अच्छा खासा अनुहारको बिगार रही है मोटरमा यू हैव ट्विस्टेड योर फेस हल भेनाजु नो गिर at last it's the last game we have won the battle and number one his name is I just want to thank him his name is Subhash bro respect my MVP and number 2 Rupenji dhanyabad brother Chandra Magar bro thank you so much Sonika Sangtang Abhishek Ambang Resam official Tarant Pokhrel Dulab Holmo मेरो नेपाल मेरो मलाई प्यारो छ निर्मल बसेल थ्यांक यू ऑल ऑफ गाइस लु च्यावाले जी अब दुईजनालाई फोन गरेर प्राङ्क गर्नुस् हेर्न ओइ केटी मान्छेलाई फेरि केटी मान्छेलाई फोन गरेर हेर्नु त कहाँ छैन अस्ति बोयफ्रेन्डसँग डेटिङ गएको झुक्केर पेटमा बच्चा बसेछ भोलि यसो चोकमा आएछ न काठमाडौँ चोकमा आएछ न ल हस्पिटल जाम्ला चेक गर्न एक्टिङ गर्ने प्राङ्क त हो केटा ह्याप्पी बर्थडे नभन्न गाइज मेरो बर्थडे कहिले हो यार आज कुकुर तिहार थोडी हो ह्याप्पी बर्थडे भन्छ केटाहरूले यार वेलकम लायन ल जाम गरौँ त भन्नुहोस् ल रमाइलो के भयो बोयफ्रेन्डको एसएमएस फेरि ए सरी केटा मेरो बर्थडे होइन कि प्लिज गाइज यो प्राङ्क नगर्नुहोस् प्लिज तेरी म त अति भयो यार केटा मेरो बर्थडे होइन कि म त औडा भयो यार मेरो बर्थडे होइन कि साथीहरू कहाँ हो केटा रेकर्ड भोलि फेरि फरीमा कुद्छ
लाउड स्पिकर लाउड स्पिकर लाउड फोन लाउड त अब लाउड स्पिकर लाउड स्पिकर लाउड स्पिकरै छ तर फोन उठाउला जस्तो छैन। केटी मान्छे हो नि केटी मान्छे त हो नि। पाद्दै सुतिर होला मान चन्द्रमा गएर हगरेछ ऊ पाद्दै सुतिर ह्याप्पी एनिभर्सरी केटा के भन्छ मेरो दिमाग पगला गयो यार मेरो मोडरियो फोरो फोरो कमेन्ट फाला न यार के ट्रापर फोन उठाउला जस्तो छैन। पर्ला जस्तो लाग्छ बोल्ने